हेलो गाइज वेलकम ब्याक टु माई भिडियो होइन आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै आरामै छु। म चाहिँ आज गाउँ आएको है गाइज। पूजा छ पर्सि होइन, त्यसैले म चाहिँ गाउँ आइरहेको। गाडी नभएर बिजोग रमाइलो हो मेरो त गाइज यार। हाम्रो गाउँ चाहिँ होइन जान्नु धेरै माथि छ गाइज है। हाम्रो हाँडा चाहिँ गण्डकी खोलाहरू देखिन्छ गाइज होइन। उहाँ माथि पुलमुडा रहेछ गाइज अहिले होइन। त्यही त अनि गाइज गाउँतिर परिवर्तन हुँदै गर्छ अब बिस्तारै होइन। पहिला यही बाटो यस्तो थिएन गाइज, अहिले बाटो पुरै ढलाउँ। आमा चाहिँ उहाँ पुगिसक्यो गाइज। क्यामेरा हल्का धमिलो भयो गाइज होइन। आमा उहाँ पुगिसक्यो गण्डकी खोला। बाबु आउँदै हुनुहुन्छ पछाडिबाट है। म चाहिँ यस्तो पानीबाट देखिरहेको छ गाइज होइन। तपाईँलाई म आफ्नो गाउँ देखाउन चाहन्छु होइन। गाइज बहुत ठाडो गऱ्यो अब म चाहिँ गाइज अब होइन त्यो माथि डाँडा क्या यसो त्यो पारिको डाँडा पुग्यो नि। यति इन्डियामा हालत खराब भइसक्यो गाइज। अब बसै जान्थ्यो क्या गाइज। आज फेरि के भयो भन्नु न, बाटो बनाउन लगाइदिएछ हो गाइज। जब आउने बेला पऱ्यो तपाईँ गाइज। म चाहिँ अहिले लगभग 15% जति माथि आइसक्यो गाइज होइन। हेर्न सक्नुहुन्छ बाबामा पछाडि नै छन् है। म चाहिँ अझै अगाडि जानुपर्छ गाइज है, किनकि मेरो मामाहरू पनि यतै पर नि त गाइज होइन। त्यही भएर मामाहरू पनि अब आज छिर्न सक्छ नछिर्न सक्छ के गाइज। मामाहरू भेट्यो भने छिर्छु होइन। यहाँ जान्छ म जान्छु है। अब गाडी हामी चाहिँ यो बाटो जान्थ्यो गाइज होइन। अब तर हामी पैदल जाने बाटो चाहिँ यो भयो क्या गाइज। त्यसैले मजाले बेर लाग्नुपर्ने हुन्छ है। बहुत ठाडो उकालो छ गाइज है। जस अहिले टाइम जति भएको छ कति भन्दाखेरि तपाईँको 3-4 बजिसक्यो होइन। अब गाउँ पुग्दा चाहिँ 5-6 बज्न बेर छैन कि धेरै माथि छ गाइज होइन। त्यसैले नभएको होइन। अब यसमा पुगिसक्यो मामाको घर भने खाना मात्रै हो जो थाक्यो रहेछ। अनि के गर्नु त युट्युबमा भिडियो हाल्नु पर्ने अनि अनि ल यस गाइज म चाहिँ होइन मामा घर बनाएको होइन। पानी परेको थियो गाइज होइन। अहिले चाहिँ कुखुरा भिडिएको छु, अघि ब्याग भिडिएको थियो अनि गाइज मामा घर चाहिँ देखाउन पाइनँ मैले है। त्यसमा चाहिँ सरी, फर्किँदाखेरि देखाउन पनि सक्छु होइन। म चाहिँ अझै त्यो पारि गाउँको डाँडा पुग्ने गाइज। आमाहरू चाहिँ पछाडि हुनुहुन्छ होइन। म चाहिँ यो जुत्ता टाइट गरौँ क्या गाइज, जुत्ता लास्ट भयो दुख्यो होइन। त्यही भएर म चाहिँ पहिला अगाडि हिँड्दै गाइज। गाह्रो छ हो गाइज, बजार बसेर ठाउँमा पुग्ने गाह्रो छ। म चाहिँ अहिले 2 वर्ष पछि आउँथेँ है गाइज। जब कि लकडाउन भयो बेला आएको थियो गाइज होइन। अब चाहिँ अहिले चाहिँ लकडाउन चाहिँ कति वर्ष भएको हिसाब गर्नु गाइज होइन। म चाहिँ अब गाउँतिर जस्तो गाइज होइन कडा जङ्गल बारी होइन। त्यो सिजन पानी पऱ्यो गाइज। हाम्रो कुखुरा जिउ हुन्छ नि तपाईँहरू चाहिँ त्यो तल जस्तो देखिरहेको हुनुहुन्छ। हाम्रो यहाँ चाहिँ नयाँ घर बनिरहेको छ गाइज होइन। उहाँ थाहा छैन। म अहिले चाहिँ यो नेउपानी चौतारा भन्ने ठाउँ आइपुगेँ गाइज होइन। अझै हेर्नु होला, सबैले माया देखाइदिनु होला गाइज होइन। यति भन्दै गाइज म चाहिँ अहिले नेउपानी चौतारा पनि कट्यो होइन। त्यो पनि गाइज एक्लै छु, क्यामेरा उठाउनु गएर भइरहेको छ गाइज होइन। मैले बहिनी लिएर आउँछु भनेको थिएँ गाइज, स्कुल सुरु भयो क्या, कुखुरा हल्लिरहेको छ। स्कुल सुरु भयो त्यो भएर आउन पाएन। पूजामा आउनु पर्ने थियो कि, तर पनि त्यस्तै हो सबैको एउटै कहाँ हुन्छ र होइन। पहिला चाहिँ यो बाटो गाइज पुरै पछि थियो होइन। पहिला बाटो पुरै खचड हिँड्थ्यो गाइज। अहिले चाहिँ हेर्नु नि गाइज पुरै ढलाउनु है।
ढलङ भएछ यो कुना यस्तो यस्तै थियो गाइस जोगले नि होइन उताबाट अहिले म देखाउँछु यो नि अहिले ढलङ भएछ गाइस होइन अहिले म चाहिँ ट्याक्क गाइस है हाम्रो चाहिँ अझै आउनु भएको छैन कि गाइस है कति बाटो आउने हो वहाँ माथि स्कुल छ गाइस है मजाले देखेको छ होला गाइस त्यो डाँडा चाहिँ के भन्थ्यो खै यार आफ्नै गाउँको डाँडाको नामै बिर्सेँ गाइस है मैले यही गाह्रो हो गाइस होइन पानीहरू चाहिँ थोरै पहिरो छ गाइस है यस्तै यो हाम्रो हिरोले नि टाउको निकाल्यो कि अब चाहिँ गाउँ हेर्न होला गाइस है हेर्न सक्नुहुन्छ म चाहिँ एकछिन त्यो चौतारा गएर कुर्नेछु आमाहरूलाई है गाइस किनकि एक्लै जान गाह्रो हुन्छ मलाई धेरै माथि छ गाइस है देखाउन चाहन्छु हाम्रो चाहिँ पर्सि पूजा गाइस है आउनुभयो गाइस होइन आमाहरू नि त्यस्तो लाग्यो मलाई गाइस है सायद आमाहरू पनि आउनुभयो जस्तो छ गाइस होइन अगाडि एउटा बाइक आउँदैछ गाइस तपाईँमा चाहिँ यता लाग्ने थियो गाइस बाटो लाग्ने हो होइन बाटो चाहिँ मैले चाहिँ होस् जति वर्ष पछि आयो पनि यस गाइस म चाहिँ आधी बाटो आइपुगेँ होइन अहिले मैले देखाउनु खोजेको डाँडा चाहिँ हो गाइस त्यो के डाँडा भन्छ होला थाहा छैन गाइस होइन के गर्नु गाइस गाउँघरतिर भनेको यस्तो पीडा हो कि के हो पनि गाइस होइन हावाहरू हेर्न सक्नुहुन्छ यहाँ पहिला पसल थियो अहिले बन्द भएछ गाइस है अनि म चाहिँ ज्याकेट लाथेँ अरे गाइस ज्याकेट हाम्रो यो चौतारा चाहिँ त्यो के चौतारा भन्थ्यो गाइस होइन मैले बिर्सेँ भनेर चाहिँ पिपल रोक्छ क्या गाइस यस गाइस आमाहरू पनि आइसक्नु भयो जस्तो छ होइन आमाहरूसँग दुई तिनजना दिदीहरू पनि हुन्छ जो हामीसँग गाडीमा आउनु भएको थियो होइन गाइस ठ्याक्कै आइपुग्नु भयो गाइस होइन आमाहरू चाहिँ प्रब्लम जस्तो रहेछ गाइस पानी परेको छ गाइस होइन पानीले दुधो बनाएको छ होइन आउँदैन गाइस पानी र अब त्यस्तै छ गाइस पानी पऱ्यो गाइस के अरे है छातामाला डबल जाउँछु कुखुरा सुनाएको छ मलाई भिज्यो मस्तै भिज्यो म त हाम्रो भिडियो बनाउँदै अनि फोटो खिच्दा पनि कोही जाँदै नसक्ने हिँडेको र आफ्नो जानु पर्यो चाहिँ यो हो होइन त्यो पारि वायक भइहाल्यो होइन त्यो पारि वायक ट्राफिक यता चाहिँ आफ्नो बस्ती छ गाइस होइन पानी पऱ्यो लास्टै पानी पऱ्यो गाइस त्यसैले हामी चाहिँ बिचबाट भलाउनु पाइने छैन एउटा घर चाहिँ छ होइन हजुर त आएर सबैजना होइन अब भोलि अझै जानपर्छ फेरि अझै कतितिर जानुपर्छ अझै होइन तल चाहिँ यो ट्याप्री गाउँ हाम्रो होइन त्यही हो गाइस आजको लागि यति नै